बिना आधार चरित्रमा दाद लगाएपछि जगतले श्रीमती सीताको इज्जतका लागि सधैँका लागि छोडे आफ्नै घर। नमस्कार, खास समरीमा स्वागत छ। आज हामी चर्चित सिरियल सीताको भाग 146 को खास विश्लेषण र मुख्य ड्रामाको रिभ्यू गर्दैछौं। डाक्टरले सीता गर्भवती नभई लो प्रेसरले ढलेको पुष्टि गरे। तर बारम्बार चरित्रमाथि औँला उठाइएपछि जगतले सीतालाई लिएर घर छोड्ने कठोर निर्णय गर्यो। सीतामाथि झुटा अफवाह फैलाएको भन्दै सृष्टि र उनकी आमाले गरिमाको घरमै गएर हातपात गरे, जसले गाउँमा अर्को लफडा खडा गरेको छ। निर्दोष बुहारीलाई शङ्का गरेको महसुस भएपछि बुवा मानसिक रूपमा टुट्नुभयो र पहिलो पटक रक्सीको सहारा लिँदै आफ्नो पीडा पोखे। यो भाग एकदमै भावुक र सन्देशमूलक छ। एक लुग्नेले आफ्नी श्रीमतीको सम्मानका लागि परिवार विरुद्ध उभिएर देखाएको जिम्मेवारीपनले दर्शकको मन जित्छ। तर कथाको बीचमा धनेदाई र रमेशको अटो खरिद बिक्रीको उपकथा सबप्लट अलि लामै र अनावश्यक जस्तो देखिन्छ। यद्यपि पश्चातापमा जलेको परिवार र नयाँ बाटो रोजेका सीता जगतको दृश्यले दर्शकलाई अन्त्यसम्म बाँधेर राख्छ। के नयाँ ठाउँमा सीता र जगतले शान्ति पाउलान्? अनि पश्चातापमा परेका बा-आमाले उनीहरूलाई फर्काउन सक्लान्? तपाईलाई जगतले घर छोडेको निर्णय सही लाग्यो कि गलत? कमेन्टमा आफ्नो विचार लेख्नुहोला। यस्तै छिटो र खास समरीको लागि खास समरीलाई लाइक र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।